नमस्कार। यदि यहाँहरूको जन्म शनिबार भएको हो भने, शनिबारको जन्म छ भने यो भिडियो तपाईँको लागि एकदम लक्की साबित हुन सक्छ। ध्यान दिएर सुन्नुहोला। शनिबार जन्मिने व्यक्तिहरूको प्राय शनि ग्रह कतै न कतै यहाँहरूसित या पूर्व कर्मसित जुडेको हुन्छ, पूर्व जन्मका कर्महरूसित जुडेका हुन्छन्। तर यो समयमा शनि ग्रहको बेस्ट रिजल्ट प्राप्ति गर्न हेतु उहाँहरूले शनि ग्रहको धातु सम्बन्धित वस्तुहरूलाई धारण गर्नुपर्ने हुन्छ। त्यसको लागि के हो भन्ने कुरा यहाँको मनमा जिज्ञासा र प्रश्न पनि रहन सक्छन्। भिडियो ध्यान दिएर सुन्नुहोला। यदि यहाँहरूको जन्म शनिबार नै भएको हो भने चाहिँ यहाँहरूले शनिको धातु अर्थात् फलामको छल्ला भन्छ, फलामको रिङ हुन्छ, यस्तो प्रकारको रिङ, त्यसलाई यो औँलीमा, ठिक्क यो औँलीमा यसमा तपाईले धारण गर्नुपर्ने हुन्छ। शनिबारको दिन गोलो रिङ धारण गर्नाले शनि ग्रह स्ट्रङ भइदिन्छ र तपाईँको लागि लक्की रहन्छ। अब तपाईँ विदेशको यात्रा गर्दै हुनुहुन्छ या अन्य कामहरू गर्दै हुनुहुन्छ या टेक्निकल फिल्डमा रहेर काम गर्दै हुनुहुन्छ अथवा बाहिरको लागि प्रोसेस गर्दै हुनुहुन्छ भने पनि यो लक्की साबित हुन सक्छ तपाईँहरूको लागि र तपाईँहरूको दैनिक कामकाजहरूमा यसले आउने व्यवधानहरूलाई निराकरण गर्दछ र शनिको कृपा प्राप्ति हुन्छ। तर शनिबार तपाईँहरूले नन भेज भने खानु हुँदैन, यो कुरालाई विशेष ध्यान चाहिँ दिनुपर्ने हुन्छ। शिवजीको पूजा अवश्य गर्नुहोला। जय श्री राम।